पनि हिट लाग्छ देवदा फुल दामी आउँछ नि होला यसमा मजा आउँछ कि मेरो हिरोले नि हेर्नु पर्छ त्यो ठिक यो अङ्कलले थाको म जान्छु तिमीलाई छुमेर हेर्थ्यौ तिमीलाई म लुकेर आउनु सक्दिनँ म तिम्रो छेउमा जहिले बस्ने गर्छु बाटो ढोकेर त्यसैले आऊ तिमी कुराहरू बुझेर सुनिदेऊ मनको कुराहरू नत्र भने अधुरो नै रहन्छ कि आइदेऊ न तिमी अब बरु नत्र भने यो खेत अकालमै पर्छ कि आकाशबाट अब पानी नि झर्छ कि मेरो आँखाबाट अब आँसु नि झर्छ कि सम्झिँदै यो केटा मर्छ कि किन बुझ्दैन मेरो भावनाहरू तिमीले किन बुझ्दैन मेरो चाहनाहरू म चाहन्छु तिमीलाई तिमी आइदेऊ न मैले के भनिरहेको छु तिमीले सुनिदेऊ अनि आफ्नो मनको कुरा सुनाइदेऊ न के छ तिम्रो मनमा सबै कुराहरू मलाई स्पष्ट पारी बुझाइदेऊ उमेर 16-17 हुँदाखेरि म साह्रै नै अटेरी म हिँड्दै थिएँ नटेरी मैले कसैलाई नहेरी मेरो घर परिवार सबै आफ्नै तालमा म भने हिँडी राति पोखरामा जोइन तान्दै मैले यहाँ दारू सारू हान्दै केटाहरू साथमा पाडी साडी हान्दै थरी सोच आउँथ्यो मेरो सधैँ यहाँ घरी मैले बोलिहालेँ कहिले बढी मैले बोल्ने गर्छु कहिले काहीँ बढी मेरो घाँटी भरि आइस अनि महँगो घडी नयाँ जुत्ता नयाँ पाइप मैले थरी लाउँथे आफ्नै पारामा मैले हिँड्थेँ सधैँ भरि या म त स्वागमा जोइमा या तान्दै क्या खाँदै जहिले पनि हिँड्थेँ म स्वागमा मेरो केटाहरू सबैजना खतरा या म पनि एकदमै खतरा मेरो केटाहरू सबजना खतरा हाम्रो खतरा एकदमै नखरा या केटाहरू सबैजना खतरा त आएपछि सिधै पारिदिन्छ मुजी दुई टुक्रा को आउँछ मुजी सक्दैन हामी झुक्न जति ग्याङ आए पनि रेडी जहिले जुट्न एक सर्टमै देखाइदिन्छु घोट्न सिधै आइसियो म सुट्न गाह्रो होला फेरि उठ्न अनि मुट्न सिक्ने तैँले कुरा अब बुझ्न रमद गाउँ मेरो सबैभन्दा एकदम दामी ठाउँ हरेक यही गाउँमा जन्म लिन पाऊ रा